आज त मौसम पनि कति दामी छ। यस्तो मौसममा चाहिँ होइन यस्तो तातो चिया खानु पाए हुन्थ्यो अब बाटोमा हो कसले दिने अब त्यस्तै हो। अब यो पिम्पम खाएर अब मन भुलाउनु पर्छ जस्तो छ। फेरि पिम्पम खानु पनि अप्ठ्यारो छ मेरो त हो होइन। यो कसले खाएर फ्याँकेछ यो बाटोमै पुस्कर। ओ बहिनी के खाएको त्यो? के खाएको जस्तो पिम्पम खाएको नि। अब अन्त तिमीलाई पिम्पमको खोल चाहिँ कहाँ फ्याँक्यौ? जाबा पनि फ्याँक्यो नि। जाबा पनि फ्याँक्यौ? यहाँ आऊ त। यहाँ आइज त। यो टिपिहाल खाएर त्यसरी फ्याँक्नु हो? पकेटमा लगाऊ कि डस्टबिनमा लगेर लगाऊ? त्यसरी फ्याँक्नुहुन्छ? जहाँ खायो त्यो फ्याँक्नुहुन्छ? डस्टबिन छैन गोजीमा लगाऊ, घरमा लैजाऊ। त्यसरी जहाँ खायो त्यो फ्याँक्नुहुन्छ? फ्याँक्छ फ्याँक्दैन अबदेखि? फ्याँक्दैन अबदेखि फ्याँक्दिनँ होइन। म अब के भन्छ अबदेखि अरूले पनि यसरी खाएर फ्यालेको देखेँ भने म यसरी नै टिपेर होइन बाटोतिर डस्टबिन छैन भने पनि बरु गोजीतिर हालेर ब्यागतिर हालेर घरमा लगेर फ्याल्नु भनिदिन्छु।